2/3 नै नेपालको लोकतन्त्रको लागि, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ। म तपाईहरुलाई पनि गम्भीर रूपले विचार गर्न अनुरोध मात्रै गर्न सक्छु अहिले। यो संख्याको अहंकार त छँदैछ, त्यो अहंकार भित्रबाट सत्ताको दुरुपयोग सुरु भयो। प्रतिपक्ष र जनताको रचनात्मक खबरदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिने अवस्था आएको छ र तपाईहरुलाई लागेको होला हामीसँग 2/3 छ, कसले के गर्छ। अहिले भर्खरै राप्रपाको मान्य सदस्यले बडो चुनौतीका साथ र आत्मविश्वासको साथ भनिसक्नु भयो, हेर्दै जानुस् पुरै नेपाल के हुन्छ। यस बीचमा तपाईहरुले पटक पटक लोकतन्त्रको लक्ष्मण रेखा नाग्ने गर्नु भएको छ।